नमस्ते एभ्रिवान, म चाहिँ रवि रोका। आज चाहिँ म फेरि पनि आइसकेको छु। आज चाहिँ कुन भन्दाखेरि परिवर्तनको हामी टिजर लिएर आइसकेको छौँ। सुशील श्रेष्ठको होइन, अब सुशील बवालै हुन्छ उहाँको चाहिँ होइन, तर यो त एक्सन मुभी हो होइन, बवाल एक्सनहरू चाहिँ अब मैले टिकटकतिर हेरेर मैले रियाक्सन मलाई थाहा नि थिएन आइसकेको छ भनेर। टिकटकतिर चाहिँ देखेर चाहिँ मैले रियाक्सन गर्न खोज्दैछु। हजुरहरू कतिको प्रतीक्षा गर्दै हुनुहुन्छ होइन, यसो भनिदिनु होला। अब लाइक कमेन्ट सेयर सब्सक्राइब ड्याङडुङ ठोकिदिइहाल्नु होला होइन। यस्तै यस्तै नयाँ नयाँ भिडियो हेर्न चाहनुहुन्छ भने। अहिले म बाहिर फेर अरू केही कामहरू पनि गर्दैछु, त्यही भएर अलिकति टाइम टेबल मिलिरहेको छैन। अब चाहिँ चाँडै मिल्नेछ। ठिक छ, तैपनि हामी सुरु गर्न गइहाल्यौँ है। के कस्तो हुन्छ है, को हुनुहुन्छ त है। ल टक्क सुरु हान्दौँ, टक्क लगाएर ठ्याक्क भयो। अब यहाँबाट भोइस ठुलो हुनु पऱ्यो। हेर म त जब अन्यायले सीमा नाग्छ तब जन्मिन्छ एउटा शक्ति। त्यो शक्ति हो जनता। त्यो शक्ति हो सत्य। ओ यो बुढो छ। त्यो शक्ति हो परिवर्तन। तेरा कुरा नै हो, ब्याक आएको नि अहिले। माघ 9 गते ल ठिक छ। के कस्तो लाग्यो भनिदिनु होला। यो फिल्म चाहिँ माघ 9 गते आउँदैछ। अब यसको ट्रेलर पनि चाँडै आउँदो होला। टिजरले फाडिदिइसकेको छ एक्सन स्टार भनेर। अब एक्सनमा चाहिँ खतरा, सबैले चाहेको होइन, रुचाएको नायक हुन् सुशील चाहिँ। हजुरहरूलाई के कस्तो लाग्छ, हजुरहरूले कतिको एक्सनमा हेर्न मन पराइरहनु भएको थियो उहाँको चाहिँ होइन। पहिला चाहिँ उहाँको चाहिँ लभ स्टोरी आउँथ्यो भने अहिले चाहिँ आउट क्लबबाट चाहिँ उहाँ चाहिँ आउट दफा 219 कति थियो के अरे होइन, त्यहाँबाट चाहिँ अहिले सबैले एक्सनमा रुचाइरहनु भएको छ उहाँलाई। अनि हजुरहरूलाई के कस्तो लाग्छ भनिदिनु होला। अनि छ्याट्ट काट्दाखेरि त्यो रगत उछिट्दाखेरि हो बवाल यार, गाडी उडाउँदाखेरि होइन। हाम्रो नेपालमा पनि यस्तो यस्तो एक्सन गराउन सक्ने मान्छेहरू हुनुहुन्छ, एक्सन गर्न सक्ने मान्छेहरू हुनुहुन्छ है। सबै नेपालबाटै भइरहेको छ है। यो चाहिँ एकदम खुसीको कुरा हो। अनि प्राउड फिल गर्नुपर्छ हामीले होइन, नेपालमा नि यस्तो फिल्म बनिरहेको छ है भनेर। सबैले सपोर्ट गर्नुपर्छ, हेर्नुपर्छ होइन। सपोर्ट गर्नुपर्छ नि, हेर्नुपर्ने फिल्मै हो क्या यो हेर्दाखेरि चाहिँ अहिले होइन। अझ यसको गीत आउनु बाँकी छ, टिजर आउनु बाँकी छ, के कस्तो हुन्छ होइन। त्यसपछि अझ धेरै जोस जाँगर आउनेछ है। अब के भन्नु, हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट छोडिदिनु होला। म कमेन्ट रिप्लाई पनि गर्छु। अब चाहिँ गरिरहेको छु अहिले चाहिँ होइन। अनि यही हो मेरो भनाइ चाहिँ। ल हस्त धन्यवाद, म रविको बिदा हुन्छु। एक्सन कस्तो लाग्यो है, उडेको होइन, सडसड बवाल छ। बाई।